नमस्ते जोजोलोपा। आज माया टेलर्स तपाईहरुलाई यस्तो पेन्सिल ब्यागहरु कसरी बनाउने भन्ने पुरा प्रोसेसहरु सिकाउन गइरहेछौं, जुन चाहिँ तपाईले घरमै बसेर सजिलैसँग सिक्न सक्नुहुन्छ। त्यसको लागि हामीलाई सुरुमा पहिला 11 बाइ 12 को एउटा कपडा चाहियो। त्यही कपडा अनुसार एउटा इभा अनि एउटा भित्री गरी तीनवटा चाहिन्छ अनि 12 इन्चको एउटा चेन चाहियो। बीचमा राख्नलाई इभा छैन भने जुन फर्महरु राखे पनि हुन्छ, जुन बाक्लोको लागि हुन्छ। अब इभा र जुन मेन कपडा छ त्यो एट्याच गरौँ। इभा र मेन कपडा चाहिँ हाम्रो एट्याच भइसकेको छ। अब यसको माथिपट्टि चेनलाई उल्टो पारेर चेन एट्याच गर्नुपर्ने हुन्छ। यसरी दुवैतिर चेन एट्याच गर्ने हो पहिला सुरुमा। अनि त्यसको माथि हामीले फेब्रिक जुन भित्री भन्छ, भित्री त्यसको ठ्याक्क उल्टो पारेर सुल्टोलाई सुल्टो मिलाएर ठ्याक्क मिलाएर त्यो पनि एट्याच गर्ने। सिलाउँदाखेरि धेरै तान्नु पनि हुँदैन, एकदम मिलाएर सिलाउनुपर्छ। दुईतिरै एट्याच भइसकेको छ हाम्रो। अब हामीले यसलाई पुरै पल्टाइदिउँ। यो पल्टाएर हामीले एकचोटि माथिबाट तीनैवटा एट्याच हुने गरी तब स्टिच दिनुपर्ने हुन्छ। यसरी दुईतिरै तब स्टिच दिएर यो फेब्रिक सबैतिर जोड्ने गरी स्टिच हाल्नुपर्ने हुन्छ। अब उल्टो बनाएर रनर हालौँ। रनर हाल्दाखेरि बिस्तारै हाल्नुपर्छ, धेरै जोडले तान्नु हुँदैन, बिस्तारै मिलाएर तान्नुपर्ने हुन्छ। अनि हामीले समाउनको लागि यो सानो डोरी राख्नुपर्ने हुन्छ जुन सेन्टरमा। रनरको जिपर र यो डोरी सेन्टर बनाएर बीचमा राखेर जोड्दिने हो। यसरी जोड्दिनुस् र माथिबाट सिलाइदिनुस्। दुवैतिर यसरी सेन्टर मिलाइसकेपछि हामीले यताबाट 1 सेन्टिमिटर उताबाट 1 सेन्टिमिटर गरेर चारै कुनाको हामीले कुनाहरू काट्नुपर्ने हुन्छ। यसरी चिनो लाउँदाखेरि एकदम मिलाएर लाउनु पर्ने हुन्छ, नभए हाम्रो पेन्सिल ब्याग यताउता बाङ्गो हुन सक्छ। यसरी अब राम्रोसँग मिलाएर ठ्याक्क 1-1 इन्च राखेर काट्नुपर्ने हुन्छ। काटिसकेपछि त्यही काटेको कुनाहरू ठ्याक्क मिलाएर जोडौँ। जुन हामीले काटेको भागहरू अब सबै एउटा एउटा गरेर चारैवटा जोडेर त्यसमा पाइपिङ हाल्दिउँ। पाइपिङ हालेर सफाको लागि पाइपिङ हालौँ। अनि पाइपिङ हालेपछि हाम्रो लगभग तयार भयो।
पेन्सिल ब्याग तयार भइसकेको छ। तपाईँको चारैतिर पाइपिङ भन्छ कि सञ्जालहरू भनेर राखिसकेपछि अब यो हामीले पल्टाइदिएपछि हाम्रो पेन्सिल ब्याग तयार भइसकेको छ। हाम्रो अब यो पेन्सिल ब्याग सुल्डो बनाएपछि हाम्रो पेन्सिल ब्याग रेडी। तपाईँहरूलाई कस्तो लाग्यो हेरेर कमेन्ट गर्नु होला। अब आफ्नो घरमै बसेर यस्तो राम्रो पेन्सिल ब्याग आफैले तयार गर्न सक्नुहुन्छ तपाईँहरूले। ल हस्, धन्यवाद।